मकै 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 लाउनुहोस् है साथीहरू। मकैको कसलाई मनपर्छ? मकै मनपर्ने जति तपाईँहरू आउनुहोला। म सुरुदेखि अन्तिमसम्म भिडियो बनाउने छु, तपाईँहरूले हेर्न सक्नुहुनेछ। ल, यहाँनिर चाहिँ मकै फलिसकेको छ र म यो सुरुवात गर्नेछु नजोतिकन। हामीले चाहिँ मल छरेको मेरो श्रीमान र म। अनि यहाँनिर चाहिँ मल छर्दाखेरि गलेर चाहिँ हामीहरू रुखको फेदमा जाउँ भनेर जाँदै गर्दा फेरि पनि ल कौ छिटो पुग्ने ल भनेर मेरो श्रीमान र म चाहिँ यहाँनिर रनिङ गर्दैछौँ र मेरो श्रीमानले जितिसक्नु भएको छ। यसरी रमाइलो हुँदै अनि फेरि पनि हामीहरू यसरी रोपिसकेर पछिबाट दुई दुई पत्ता जति मकै आएको थियो। अनि त्यसमा चाहिँ हामीले साह्रै चराले चाहिँ हामीलाई धेरै दुःख दियो। चराले सबै खनेर खाइदिने। अनि त्यही भएर फेरि पनि हामीहरू यहाँनिर चाहिँ दबाई हाल्दैछौँ। किराको दबाई मकैमा हालेपछि चाहिँ मकैमा चाहिँ त्यो रुपी चराहरू आएर चाहिँ खाँदैन भनेर चाहिँ हामीले चाहिँ मजाले यसरी ट्याङ्कीमा हालेर चाहिँ मजाले हाल्दैछौँ। मेरो श्रीमानले हाल्दै हुनुहुन्छ। अनि म चाहिँ यहाँनिर भिडियो गरिरहेको थिएँ। अनि यहाँनिर चाहिँ आधी नै चराले खाइसकेको थियो। अनि नखाओस् भनेर चाहिँ हामीले मजासँगले चाहिँ एउटा बोट गरेर चाहिँ हामीले चाहिँ दबाई हाल्दैछौँ। अनि मेरो श्रीमानले चाहिँ हाल्दै हुनुहुन्छ। यस्तो मजाले हाल्दै हुनुहुन्छ कि एउटा एउटा गरेर। अनि यसो गऱ्यो भने चाहिँ किरा पनि लाग्दैन। अनि त्यस पछाडि चराले पनि खाँदैन। ल, हामीले चाहिँ अनि यत्रो भएर चाहिँ पछिबाट 3-4 पात भए पछाडि चाहिँ हामीले यसरी मजाले गोडेका छौँ। यो चाहिँ मजाले कोदालीले खनेर दुईपट्टिबाट माटो लगाएर यसरी ड्याङ उठाएका छौँ। किनभने हामी यहाँ पानी पनि हाल्नुपर्छ। अनि पछि पानी हाल्दाखेरि चाहिँ अनि झन् राम्रोसँगले आउँछ। र मकै चाहिँ यत्रो भइसकिएको छ। अनि मेरो साथी चाहिँ मेरो साथी र म चाहिँ घाँस लिनको लागि मकै हेर्नको लागि आएका थियौँ। अनि यहाँनिर चाहिँ मेरो साथी बसिरहेको छ। मकै यत्रो भइसकेको छ। निकै हरियो भएर आएको छ। मकै चाहिँ एकदमै राम्रो भएको छ। अनि तपाईँहरूले हेर्न सक्नुहुनेछ। म तपाईँहरूलाई सबै ठाउँमा देखाउने छु, तपाईँहरूले हेर्नुहोस्। अनि यो चाहिँ अलिक ठुलो भइसकेको छ। यत्रो भइसकेको छ। अझै यो चाहिँ साइडबाट हो, साइडबाट हेर्न सक्नुहुनेछ मजासँगले। अनि यो एउटा खुट्टी चाहिँ यो खुट्टीमा चाहिँ साह्रै दुःख दिन्छ चराले, त्यही भएर नहालेको खाली नै छ। अनि यहाँदेखि उता चाहिँ हामीले हालेका छौँ। यहाँ चाहिँ हरियो भएर आएको छ है। पानी हालेर मजाले हरियो फर्केर यतिको भएको छ। अनि यो चाहिँ फेरि हामीले मल छर्नलाई नजानेर ठाउँमा ठुलो अनि साइडमा मल नपुगेको ठाउँमा चाहिँ सानो सानो भएको छ। किनभने हामीले फर्स्ट टाइम हो नि त, मेरो श्रीमान र मैले फर्स्ट टाइम चाहिँ हामीले खेती किसान गरेको नि त, त्यही भएर थाहा नभएर चाहिँ अनि यो मल चाहिँ छर्न नआएर चाहिँ एकै ठाउँमा भएछ। अनि ठुलो ठुलो मकै एकै ठाउँमा छ। ल, हेर्न सक्नुहुनेछ। अनि यत्रो भयो मकै। ल, हेर्नुहोस्, यो चाहिँ फाइनली फलिसकेको मकै हो। अनि मेरो श्रीमान चाहिँ मकै काटेर खाऊँ न, अनि यत्रो भयो पोलेर खाऊँ भनेर चाहिँ मेरो श्रीमान मकै काट्नलाई जाँदै हुनुहुन्छ। अनि मेरो श्रीमान चाहिँ मकै काट्दै हुनुहुन्छ मकैबारीभित्र, र म चाहिँ यहाँनिर भिडियो मजासँगले बनाइरहेको थिएँ। अनि यति आनन्द लागिरहेको थियो मलाई यो मकैहरू हेर्दाखेरि चाहिँ। किनभने कति धेरै दुःख गरेर मेरो श्रीमान र मैले यतिका बनाएको। अनि म चाहिँ यति आनन्दसँगले चाहिँ भिडियोहरू बनाइरहेको थिएँ। अनि यो भिडियोहरू चाहिँ बनाउँदै गर्दाखेरि मकै देखेर चाहिँ मलाई यति खुसी लागिरहेको थियो। किनभने परिश्रम गरेका ती मेहनतहरू गरेका अनुसार चाहिँ फलेको छ है। कस्तो राम्रो फलेको छ म तपाईँहरूलाई अहिले देखाउने छु अन्तिममा चाहिँ। अनि मजासँगले म चाहिँ भिडियो गर्दै थिएँ। अनि यो भिडियोमा चाहिँ हेर्न सक्नुहुनेछ, मैले चारैतिरबाट मैले भिडियो गरेको छु। यति राम्रो मकैहरू आएको छ। तर बिचमा चाहिँ धेरै त्यो मल एक ठाउँमा भएर चाहिँ बिचमा चाहिँ अझै राम्रो मकै आएको छ। तर साइड छेउछेउमा चाहिँ मल नपुगेको कारणले गर्दा मकैहरू सानो सानो भएको छ। अनि यो चाहिँ बिचमा चाहिँ हरियो भएर यति राम्रो भएको छ कि बिचमा त झन् साह्रो पुरै नगरौँ, यति राम्रो रहर लाग्दो भएको छ। अनि यो चाहिँ हाम्रो फर्स्ट टाइम हामीले चाहिँ गरेको कारणले गर्दा थाहा नभएर अब चाहिँ हामीले मजासँगले गर्नेछौँ। यो पहिलो पटक भएको कारणले गर्दा यस्तो भएको हो। र फेरि हामी चाहिँ एकदमै मजासँगले हामी अझै मात्रामा मजाले मिलाएर हामी रोप्नेछौँ। यो चाहिँ अनि एउटा खाली ठाउँ, यो चाहिँ चराले साह्रो दुःख दिन्छ। अनि हामीले यसमा चाहिँ नगरौँ ल भनेर चाहिँ हामीले यसलाई यो ठाउँमा चाहिँ हामीले हालेनौँ। त्यहाँदेखि उता चाहिँ हामीले हालेका छौँ। किनभने धेरै चराले दुःख दिन्छ। अब रुँगेर पनि सकिँदैन नि त चरालाई त, होइन। त्यही भएर अब
हामीले चाहिँ हालिनौँ। अनि यो चाहिँ हेर्न सक्नुहुनेछ, यस्तो हरियाली भएको छ, यति राम्रो छ। अघि जोतेको ठाउँमा कस्तो एउटा हरियो परियो थिएन, अहिले कस्तो हरियो भएर चाहिँ यति राम्रोसँगले आएको छ। अनि यहाँनिर चाहिँ यति राम्रो मकै भएको छ है, हेर्नुहोस् बिचमा त कस्तो राम्रो क्या। मलाई त दङ्ग परिरहेको थियो यो मकैहरू देखेर है, यति खुसी लागिरहेको थियो कि दुःख गरे अनुसार फलेको छ। म खुसी साथले भिडियोहरू अझै वरिपरि छेउ पुछार गई बनाउँदै थिएँ, बिचमा गएर पनि बनाउँदै थिएँ साइडबाट। मेरो श्रीमानले चाहिँ यतिखेर मकै काटेर चाहिँ थुपारिसक्नु भएको छ यहाँनिर। अनि यो यत्रो भएको छ मकैहरू चाहिँ, हेर्नुहोस् त कस्तो राम्रो भएको छ मकै। अनि मलाई यस्तो खुसी लाग्यो यो मकैहरू देखेर चाहिँ। यस्तो ठुल्ठुलो फलेको छ है, यस्तो ठुल्ठुलो गोगा लागेको छ मकैको, यस्तो राम्रो छ, हरियो भएर आएको छ। अनि हेर्न सक्नुहुनेछ यहाँनिर यस्तो मकै फलेको छ। यस्तो ल मेरो श्रीमानले चाहिँ यहाँनिर भाँचेर चाहिँ राखिसक्नु भएछ, किनभने अब पोलेर खाने नि त। अनि ल मैले लगेर पनि यहाँनिर चाहिँ छोडाएर यसरी राखेको छु। अनि यहाँनिर पोलेको पनि छु, मेरो श्रीमानले यहाँनिर चाहिँ गर्दै हुनुहुन्छ, पोल्दै हुनुहुन्छ। अनि एकपट्टि चाहिँ पोल्दा डरी गएछ है, नजानेर भनौँ न, यो पनि धेरै डरेछ। अनि यहाँनिर चाहिँ मकै यस्तो भयो रेडी। अब फाइनली हामी चाहिँ खानेछौँ। थ्याङ्क यू सो मच यहाँहरू सबैजनालाई। भिडियो हेरेर लाइक, कमेन्ट, सब्सक्राइब, सेयर पनि गरिदिनु न म अनुरोध गर्दै। थ्याङ्क यू सो मच। फेरि पनि तपाईँहरूमा अर्को भिडियोमा पक्कै पनि हामी आउने नै छौँ कहिले पनि। तपाईँहरू सबैजनालाई जय मसी, नमस्ते।